हेलो गाइज, अहिले चाहिँ हामी चिया खान हिँडेको होइन। म चाहिँ यस्तो ब्ल्याक मास्क लगाएर बसिरहेको थियो। यिनीहरूले चाहिँ मलाई चिया खान जाउँ जाउँ भनेर म चाहिँ यतिकै आएको छु। मेरो गालामा पुरा यो सुकेको पनि छैन। अयो फर्स्ट एकछिन मेरो यो गालाको निकाल्छु। मेरो चाहिँ निकाल्नै पाएको छैन गाइज। अयो बिजोक भयो गाइज। बिजोक भयो गाइज म। मलाई बिजोक बनायो। औ कसरी निकाल्नु? मेरो बहिनी हो। गाइज म चाहिँ यस्तो भयो। यिनीहरूले मलाई पुरा बिजोक बनायो। अहिले चाहिँ म राम्रै भयो। A few moments later. हेलो गाइज, वेलकम टु आवर युट्युब च्यानल। तपाईँहरूलाई फेरि पनि धेरै दिनपछि मेरो युट्युब च्यानलमा धेरै धेरै स्वागत छ। आज पनि म बाहिर निस्केको छु बेलुकाको समयमा। म चाहिँ धेरै बिरामी भएर अनि आज चाहिँ थोरै निको भएको थियो। अनि त्यही भएको कारणले चाहिँ म आज बाहिर निस्केको थियो। अनि बाहिर निस्केको बेलामा फेरि पनि नाइट भ्यू तपाईँहरूको सामु प्रस्तुति गरिहालौँ भनेर म चाहिँ फेरि थोरै छोटो मिठो भिडियो बनाउन लगाएको। अनि अहिले चाहिँ यस्तो छ हामी बस्ने ठाउँमा चाहिँ हामी चाहिँ चिया खान आएको। अनि यहाँ चाहिँ दुबई फिल्म छ। अनि यहाँ चाहिँ यस्तो छ माहौल चाहिँ। अनि मेरो गुडिया नानीहरू चाहिँ यहाँ बसिरहेको छ कि यिनीहरूलाई आज चिया खान आएको। हेलो नगर भन्छ। यो चाहिँ हाम्रो निकिता दिदी बल्ल बल्ल मैले क्यामेरा ठाडा गरेर बल्ल बल्ल अलिअलि क्यामेरामा आउन थाल्नु भएको छ। अनि यताको चाहिँ हाम्रो टिकटक स्टार हो। अनि हामी चाहिँ अब चिया खान जान्छौँ। चायको साथै के खान्छौँ भन्न त नमिल्ने, ओन्ली चाय खानको लागेको। अनि चाय खाएर हामी चाहिँ फर्किन्छौँ। भोलि फेरि आफ्टरनुन ड्युटी छ। अनि अहिले चाहिँ हेर्दै गर्नु होला। यो चाहिँ हाम्रो नाइट भ्यू हो सलक्क लाएर। सो अहिले चाहिँ हामी जाँदैछौँ हट क्लबमा चाय खानको लागि। यो चाहिँ कस्तो राम्रोसँग हाम्रो नेपालतिर चाहिँ होटेल हुन्छ भने यहाँ चाहिँ यस्तो हुन्छ क्या, क्याफे जस्तै। हामी चाहिँ यहाँ यसरी जान्छौँ अब सर्लक्क लाएर। हेलो यो चाहिँ यहाँको अङ्कल हो कि हामीसँग जिस्किनुहुन्छ। अब म चाहिँ यहाँ जान्छु। हेलो मेरो भाइ। यो चाहिँ यहाँको भाइ हो। हामी चाहिँ जहिले चिया खान आउँछौँ। हामी चाहिँ अहिले चिया खान आएको। यहाँ चाहिँ कोही पनि नरहेछ। आज चाहिँ हाम्रै हल जस्तो भइरहेको छ। अनि हामी नै खान्छौँ, हामी नै रमाइलो गर्छौँ। आज चाहिँ मस्त बोल्न पाइरहेको छ। यो चाहिँ हेर्नु न भ्यू कति राम्रो छ। यहाँनिरको दिदी हेर्न फेरि यहाँ चाहिँ पुरा यस्तो फोटो क्लिक गर्न नि मिल्छ। तपाईँहरू के भन्छ यदि बर्थडेहरू सेलिब्रेसन गर्नु छ भने यहाँ आउन पनि सक्नुहुन्छ। यहाँ चाहिँ म देखाउँछु यहाँ के छ। माछा हेर्नु न गाइज, माछा। ओ माई गड, माछा लभर को हुनुहुन्छ? सो आउनु होला माछा खानुलाई हाम्रो हट क्लबमा। गाइज हामी चाहिँ यहाँ चिया खान आएको। यहाँ चाहिँ कस्तो मिठो चिया पाउँछ। अनि यिनीहरू चाहिँ चिया खाएर उता टिकटक बनाउनु बसिसक्यो। अनि म चाहिँ यहाँ चिया खान आएको। हामी चाहिँ टिकटक बनायौँ आज टन्न लगाएर। गाइज म चाहिँ फेरि एक कपले नपुगेर अर्को कपले चिया थपेर आएको। अहिले चाहिँ हामी घर जान आँटेको।
थ्याङ्क यू फर वाचिङ। जसले मेरो भिडियो लास्टसम्म हेर्नुभयो धेरै धेरै माया। अनि मेरो भिडियोलाई सब्सक्राइब पनि गरिदिनु होला। अब चाहिँ हामी रुम जान लागेको। अब तपाईँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद। मलाई चाहिँ भिडियो त्यस्तो खासै विशेष त केही थिएन, भए पनि मैले यस्तो बनाइदिएको मात्रै हो। तपाईँले हेरिदिनु भयो, त्यसको लागि जसले लास्टसम्म हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। बाई। फेरि पनि अर्को नेक्स्ट भिडियोमा भेटौँ न। अब चाहिँ पिज्जा खाएको भिडियोमा भेटौँ न। आज चाय खाएको भयो, भोलि पिज्जा खाएकोमा। ल त बाई।